my god. जान्थे जानी जानी ठेल्ने मान्छे हो मलाई रुवाइसक्यो फुपूले चेप्टाएर भन्दै रुइसकेको अवस्था Oh my god, look at the beauty of far west Nepal. अब चाहिँ पक्का सुरु भयो जस्तो छ सुदूरपश्चिमको सुन्दरता. Hi everyone, welcome back to Amrita Time again. यो चाहिँ हाम्रो रारा तालको प्रिभियस भिडियो हजुरहरूले हेर्नुभयो कि भएन है. हामी चाहिँ रारा टुरमा छौँ फ्रम काठमाडौँ टु रारा बाई रोड भनेर यो प्रिभियस भिडियोको क्लिप हो. यदि हजुरहरूले हेर्नुभएको छैन भने यसको ब्लग केटिएम टु रारा भनेर लेखेको छ, त्यसमा तपाईले एपिसोड 1 मा हेर्न सक्नुहुनेछ. यो हाम्रो जर्नी चाहिँ एकदमै लामो करिब 10 डेजको भएको हुनाले हामीले एक्सपेक्ट गरेको भन्दा पनि धेरै समय भयो. त्यही भएर भिडियोजहरू एकदमै धेरै छ. त्यही भएर यसलाई चाहिँ पार्ट गरेर बनाउने कोसिस गरेको छु. समग्रमा भन्दाखेरि हाम्रो यो चाहिँ टोटली सुदूरपश्चिम नेपालको यात्रा भएछ र हजुरहरू पनि हामीसँगै हाम्रो सुदूरपश्चिम यात्राको लागि आउनुहोस् है त. हेर्दै जाउँ कस्तो कस्तो हुँदो रहेछ हाम्रो नेपालको यस्तो ब्युटिफुल प्लेसहरू क्याप्चर गर्ने कोसिस गरिरहेका छौँ. आजको जर्नी चाहिँ खास सुर्खेतबाट अब स्टार्ट भएको छ. यो भिडियो चाहिँ हाम्रो डे 2 हो. हिजो चाहिँ हामी काठमाडौँबाट कोहलपुरसम्म आएर त्यहाँ बास बसेका थियौँ र अब चाहिँ हामी कोहलपुरबाट सुर्खेत हुँदै राकमसम्म पुग्ने भनेर हिँडेका छौँ. हेर्दै जाउँ कहाँसम्म पुगिन्छ. यसै बिचमा तपाईँहरूले यस्तो राम्रो राम्रो नेपालको सुदूरपश्चिमको दृश्यहरू देख्नुहुनेछ हामी सँगसँगै है. अनि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट्समा प्रतिक्रिया दिनुहोस् है. अनि भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला. ल लेट्स स्टार्ट. सुर्खेत अब सुरु भएछ. सुर्खेत पश्चिम स्वागत छ. सुर्खेत जिल्ला पछाडि घटा बसिरहेको छ. रमणेकरलाई उछिनियो. सुर्खेत आइपुगेको छ. यो पनि एउटा भ्याली रहेछ हो. भ्याली राम्रो रहेछ तर पुरानो स्टाइलको घरहरू रहेछ. भलिलो पनि रहेछ ठाउँ सफा भएको. ब्रिजको लागि रहेछ.
सँगै छु त्यही त अहिले गाउँ बाटो त बिदायौँ न लु न गङ्गा नगरपालिका यहाँबाट लेफ्ट अरे लेफ्ट भनेको छ त्यहाँ बोर्ड छैन यहाँ सोधी हेरौँ लेफ्टबाट नि पुग्छ उतै त टर्निङ हो यहाँ भाइलाई भाइ भाइ हेलो भाइ भाइ हेलो भाइ सुर्खेत जाने कता हो सिधा लेफ्टबाट नि जान्छ यसो रहेछ नि त यहाँबाट यो GPS त नेपालको एकपल्ट थाइल्यान्ड जाँदाखेरि 0 टाइम एयरपोर्ट भित्र कोही कोही ठाउँ जिपिएसले काम दिँदैन राइट लेफ्ट सिधै सिधै जाउँ त्यो अघिको चाहिँ यहाँ छुन्छ राइटबाट आएको सिधै लिँदैको भने चाहिँ अघि 40 मिनट आधी घन्टा बस्छ नि बाटो ठाउँको अचम्म पो लाग्दैछ मलाई यहाँबाट सुर्खेत कति छ 19 किलोमिटर यो 1.5 घन्टा जस्तो लाग्छ हुँदै थियो आधी घन्टा दोस्रो दिन यो चाहिँ सुर्खेत पुग्नु लागेको अवस्था यहाँको ठाउँ चाहिँ यस्तो छ कस्तो खालको रमाइलो हो यहाँ रमाइलो ठाउँ तर बाटो साह्रै घुमाएको रहेछ बाटो घुमाएर आम्मा सिधा ल्याउँदा सकिजाने त जग्गा फेरि के खालको हो यो कल्ले हाइवे भन्छ यसको त्यही त यो हाइवे कसले बनाएको इन्डियाले ठाउँ यति इन्डियाले बनाएको ठाउँ यति राम्रो तर बाटो चाहिँ गाङगाङ र ब्रिटिस
साह्रै राम्रो हो हेर न कहाँ गएको उतिबाट आएको जस्तो लाग्छ घरिघरि पुग्यो नै फर्काउँछ घरिघरि पछिन्छ धान लह लह परिरहेको कता हो दाइले देख्ने अब जाने बाटो यताबाट पनि आउँछ पछि आउँदा चाहिँ त्यो बाटो छोटो होला है त्यसो अब यो डाँडा नागेर जानुपर्ने होला सुर्खेत भनेको त्यही गयो त बाटो त बाटो त ठ्याक्कै सिन्धुलीको जस्तो होइन यसको बनाएको उताबाट यता आयो त्यहाँ यता आयो कस्तो खालको बाटो हो यहाँ गाउँमै गाउँ घुमाइरहेको अब यहाँबाट होला तिमीलाई पाउँदा छौ सम्झेदा नि जिर्न हुन्छ मन होला तिमीलाई पाउँदा छौ सम्झिँदा यो रुखैमा कुरा खोलीको दोभान कान्छी कम्पनी खतम पहिला ठुलो घरहरू विकास नभएको ओए मेरी माया की सोमीलाई भेटौला छटपट जरुवाको मेटौला आज मेरो बाबालाई फोनबाट चुप्पा ओइमे समीलाई भेटौला मनको धोको मेटौला सुर्खेतमा भौतारिँदै खाना खोजिरहेको बेलामा चाहिँ यहाँ सौजी मनोकामना होटल एन्ड रेस्टुरेन्टको सौजीले धर्मै गर्नु भएर टन्नै खाएर अब हिँड्न आँटेको सुर्खेतबाट अब सुर्खेत खाना खायो अरे कालीकोटतिर लाग्दैछौँ
कालीकोट नानीलाई सोध्नु त ए बहिनी कहाँ पढ्न जान्छौ? कालीकोट कालीकोट जाने कुन हो बाटो? ए सर कालीकोट जाने बाटो कता हो? सुर्खेत भ्यालीदेखि हामी डाँडामा सरर यो चाहिँ अब हामी सुर्खेतलाई छोडेर कालीकोटतर्फ लाग्दै गर्दा बाटोमा देखिएका सुन्दर दृश्यहरू सँगै हेर्दै जाउँ है त। यहाँ चाहिँ हामीले दुईटा बाटो देख्यौँ र सोद्धाखेरि चाहिँ यो देब्रे साइड सुर्खेत जान्छ भन्यो र दाहिने साइड चाहिँ कालीकोट। सो हामी दाहिने साइडतिर मोड्यौँ कालीकोटतर्फ। रोड चाहिँ अहिलेसम्म राम्रै देखिरहेको छ, एकदम नागबेली हुँदै गए पनि होइन पिछे देखिरहेको छ। हेर्दै जाउँ कस्तो हुन्छ अगाडि। कस्तो माथि टुप्पामै जान्छौ के हो? अनि ओह्रालो झर्छ भन्दै थियो होइन? कस्तो यहाँबाट तल गाडी गयो भने त सिधै। अब चाहिँ हाम्रो गाडी निकै उचाइमा जाँदैछ र मलाई पनि एकदमै डर लागिरहेको थियो एक्चुअली भन्नुपर्दाखेरि, किनभने मलाई हाइटदेखि पनि डर लाग्छ होइन। हजुरहरू को हुनुहुन्छ हाइटदेखि डराउनु? मलाई चाहिँ यस्तो लामो यात्रा गाडीबाट गरेकै थिइनँ नि त, यस्तो पहाडी जिल्लाहरू हुँदै, त्यही भएर मलाई चाहिँ डर पनि लागिरहेको थियो। तर यस सिनहरूले गर्दा फेरि मक्ख पनि परेर बिर्सिरहेको थिएँ है। हेर्नुहोस् न सिन। त्यहाँ तल दृश्य सुर्खेतको सुन्दर देखिरहेछ है। हेर्नुहोस् न, राजा वीरेन्द्रले त्यसै यो ठाउँ मन पराएको रहेनछ। अति सुन्दर, चारैतिर पहाडले घेरिएको सुन्दर ठाउँ रहेछ सुर्खेत है। मलाई पनि एकदमै मन पर्यो। र जति पनि हामी सुदूरपश्चिमको लागि भ्रमणमा निस्किन्छौँ यही सुर्खेत हुँदै हामी कट्नुपर्ने रहेछ। अलि एन्टी लाइट परेर सुर्खेतको यो दृश्यलाई प्रष्ट रूपमा चाहिँ हामी देख्न सकिरहेको थिएनौँ, र पनि साह्रै राम्रो लागिरहेको थियो कि माथिबाट हेर्दा पनि। दैनिक जाने बाटो यही हो। हामी पुग्छौँ।
अनि यो भिडियो चाहिँ मलाई रेकर्ड गर्न हेल्प गर्नुहुने अहिले चाहिँ मेरो भतिजी जयन्ती हुनुहुन्छ। अघि चाहिँ मेरो हस्बेन्ड हुनुहुन्थ्यो, किनकि म चाहिँ बिचमा थिएँ कि उहाँहरू छेउमा र अघि हुनुहुन्थ्यो र उहाँहरूले राम्रोसँग सिनहरू चाहिँ देख्न सक्नुहुन्थ्यो र मैले उहाँहरूलाई खिच्नको लागि रिक्वेस्ट गरेको थिएँ। अनि ड्राइभमा चाहिँ हाम्रो सुपर ड्राइभिङ स्किल भएको हाम्रो भतिज ठुलो भतिज हुनुहुन्छ दिलबहादुर भतिज। उहाँले चाहिँ हामीलाई ड्राइभ गरेर यस्तो सुन्दर दृश्यहरू हेर्दै लगिराख्नु भएको छ है। र यस्तो पहाडी जिल्लाहरूसम्म आइपुग्दा पनि बाटोहरू यस्तो सुगम तरिकाले पिच गरेर राम्रोसँग लगेको देख्दा चाहिँ मन चाहिँ खुसी भइरहेको थियो है। बाई द वे अहिले चाहिँ हामी दैलेखमा छौँ र दैलेख हुँदै हुँदै हामी कालीकोट पुग्ने तर्खरमा छौँ। पहाडको टुप्पा टुप्पाबाट बाटो झार्ने अनि मान्छेहरू कस्तो कस्तो पहाडको टुप्पामा बसेको है। त्यस्तैहरू बढी होला यहाँ। सिलङको जस्तो पानी पऱ्यो भने केही रहँदैन। ए यहाँ त्यस्तो पानी पर्दैन होला यहाँ, पर्दैन कि न त्यहाँको भन्दा माटो अलिक राम्रो पो छ कि हो तर तल पत्थर अब हामी यहाँ ओर्डेर एकछिन रेस्ट गर्ने तर्खरमा छौँ। यहाँ वरपरको पिक्चरहरू लिने विचार गरेर एकछिन रेस्ट गर्ने हो। अब हामी चाहिँ कालीकोट जान लागेको। अब यहाँ चाहिँ अब 0 पोइन्ट हामी सुर्खेतदेखि खाना खाएर जाने ठेल्ने मान्छे मलाई रुवाइसक्यो फुपूले चेप्टाएर भन्दै रुइसकेको अवस्था। अहिले उता पुगेर हाम्रोतिर यस्तो ठाउँ त कहाँ छ होला?
मन चरी चिसा पानी वहाँ तल हेर्नुहोस् नदीले पनि अब हामीलाई भेट्यो अब हामी यो नदी पछ्याउँदै जाँदैछौँ जस्तो छ तर नाम चाहिँ के हो अहिले नै चाहिँ मलाई थाहा भएन हजुरलाई थाहा छ भने भनिदिनुहोस् ल कमेन्ट्समा कर्णाली नदी हो के भन्ने लागिरहेछ अब चाहिँ घाम अस्ताउन लागिसक्यो अँध्यारो हुँदैछ हामी हाम्रो रक्कम भन्ने ठाउँमा पुग्यो कि होइन भन्ने चिन्ता लागिसक्यो भाइ कालीकोट जाने कुन हो यो यता जाने कहाँ जाने पहिला के रे सुर्खेत जाने हो कहाँ जानु पर्ने हामी कालीकोट यो खोलाको नाम के हो कलै ए तल्लो डुङ्गे छ यहाँ लेखेको छ नि अनि तिहारको हाम्रो स्न्याक्स तिहारको रोटी तिहारको रोटी स्न्याक्स यो मुगुको यात्रा चाहिँ हामी सबैको लागि फर्स्ट टाइम थियो त्यही भएर हामीले चाहिँ बाटोको रुटहरू थाहा नभएर सोध्दै जाँदै गरेको अवस्था हो यो रात पनि पढ्न लागिरहेछ है हामी रक्कममा बस्ने हाम्रो उद्देश्य हो है कहाँसम्म पुगिन्छ केही अफरोडहरू पनि आउँछ भनेर भनेको थियो त्यही भएर होला अफरोड सुरु भयो जस्तो छ तर दृश्यहरूले चाहिँ एकदमै मनै लोभाइरहेको छ हेर्नुहोस् न तल नदी पनि बगिरहेको छ तर रात परेकोले त्यति स्पष्ट देख्न पाइरहेको थिएनौँ साँझ परेर गाईबस्तु पनि फर्किने बेला भएछ बाटोमा हेर्दा गाईबस्तुहरू फर्किँदै थिए सबै अब चाहिँ पक्का अफरोड सुरु भयो जस्तो छ है गाइजहरू चाहिँ कहाँसम्म हो पनि सबैभन्दा अग्लो देखिँदैन यता हाम्रो भतिज चाहिँ ड्राइभिङ कन्टिन्यू एक्लै गरिराख्नु भएको अवस्था हो यो चाहिँ यो चाहिँ कर्णाली नदी है कर्णाली नदीको किनार हामी अब कालीकोट जाँदैछौँ Oh my God, look at the beauty of far west Nepal. अब चाहिँ पक्का सुरु भयो जस्तो छ सुदूरपश्चिमको सुन्दरता ल हेर्नुहोस् न गाइज है के म सपना देखिरहेछु जस्तो भइरहेछ मलाई त है
तर अलिक रात पर्दै गएकोले मधुरो मधुरो देखिरहेछ एनिवेज हामी स्टिल इन्जोय गरिरहेका छौँ तपाईहरु पनि हामी सँगै हेर्दै आउँदै इन्जोय गर्नु होला अचम्म त के लागिरहेको थियो भने कुनै ठाउँ चाहिँ यस्तो आइरहेको थियो कि हामीले अघि अँध्यारो हुँदै गइरहेको जस्तो फिल भएको थियो नि हैन यो कुनै ठाउँ चाहिँ फेरि उज्यालो क्या एकदम स्टिल घाम छ जस्तो भान भइरहेको थियो है सायद हामी पश्चिमतर्फ लागेकोले पनि होला घामलाई पछ्याउँदै नडुब भन्दै हिँडे जस्तो कि राकमिया छ हामी यहाँ राकमिया छ सबै अफ रोड रहेछ यो कर्णाली नदी हामी सँगसँगै पछ्याउँदैछ है हामीलाई फ्रेश वाटर भोलि एकैचोटि वेलकम हामीलाई देखिन्छ यहाँ सबै ढेँडो पार्टी भएछ गुड नाइट राति सुत्ने बेला भयो सबैको गुड नाइट हामी चिन्नु होला हामी को हो भनेर भोइस कतिवटा हुन्छ त्यसको ठ्याक्कै दुईटा हुन्छ मेचीको मान्छेहरू आउँछौ यता हाम्रोमा भन्ने उफार्दैछ बाटोले ल अब चाहिँ हामी राकम बजारमा पुगिसकेका छौँ यो हाम्रो जर्नीको दोस्रो दिन हो र हामी यहाँ एक रात बसेर भोलि राराको लागि निस्कने छौँ यहाँ भिडभाड देखेर देउसी खेलेको होला भनेको त के को झगडा पो गर्दै रहेछन् यहाँनिर पनि गाउँको जस्तै रहेछ गाउँघरमा पहिला हाम्रोतिर पनि त्यस्तै हुन्छ के छ दैलेख राकम कर्णाली भन्दो रहेछ यो ठाउँलाई चाहिँ अनि मैले चाहिँ एक्चुअली काइयो लाएँ होला कपाल कोर्ने कम भनेको त नपाएर मैले खोज्दा बल्ल एक ठाउँमा पाएँ कस्तो पाएँ हेर्नु सो क्युट यस्तो पाएँ काइयो कति 5 रुपियाँ कि 10 रुपियाँ अरे र हामी आजको लागि बस्ने चाहिँ यो होटलमा बस्नु गइरहेछौँ होटल हिमांशु गाडी यहाँ पार्क गरेर स्टिल यहाँ रङ्गोलीहरू त्यसै रहेछ लक्ष्मी पूजाको आजको रात यहीँ हुनेछ अनि भोलि हामी राराको लागि निक्लिन्छौँ ल गुड नाइट किप वाचिङ हाम्रो होटल हेर्नु न कस्तो राम्रो नेपाली ढाकाको होटल त राम्रो रहेछ नेपालीको माछा 420 कर्णाली नगरपालिका 420 हामीले चाहिँ 420 राख्दैन है कर्णाली स्पेसल माछा हाम्रो नेक्स्ट डेको यात्रा चाहिँ एकदमै मेमोरेबल इन्ट्रेस्टिङ छ सो नेक्स्ट भिडियो हेर्नको लागि हाम्रो च्यानल अमृता टाइमलाई सब्सक्राइब गर्न नभुल्नुहोला सी यू सुन